गाइज आज हाम्रो बसाइको तेस्रो दिन। आज हामी सिन्धुलीबाट जाँदैछौँ सिन्धुली गढीतिर घुम्ने दिदीको घरबाट। ब्लगको तेस्रो दिन हो आज। A few minutes later. हामी अब विमान पुगिसक्यो। गाडीमा तेल हालाउँदैछौँ टङ्कीमा। साथीहरू पनि अगाडि छ, पर्खेर बसिरहेको छ ऊ साथीहरू। यहाँबाट अब यहाँको सडकबाट हामी जान्छौँ सिन्धुली गढी। लगभग 1 घन्टा जति लाग्छ यहाँबाट। One hour later. हामी सेल्फी डाँडामा छौँ। यसो रोकेर बाइक साइक फोटो खिच्ने सेल्फी डाँडामा सेल्फी लिइरहेछौँ साथीहरूसँग। यहाँबाट 1 किलोमिटर अझै अगाडि छ सिन्धुली गढी। अब नजिकै छौँ हामीहरू। सो फाइनली हामी सिन्धुली गढी पुग्यौँ। प्रवेशद्वार माथि जान्छौँ हामी सिन्धुली। फाइनली हामी भित्र आइसक्यो सिन्धुली गढीभित्र जाँदैछौँ अगाडि। ये हमारा ब्लॉगर दोस्त है आईफोन वाला। जो पार्किङ गर्ने ठाउँ हो। यहाँ बाइक पार्क गरेर माथितिर जान्छौँ। यो दुईटा, यो माथि सानो गढी अनि उता ठुलो गढी जाने बाटो छ। हैन भाइ, यसपालि सानो गढी जाँदैछौँ हामी। सो यही हो हाम्रो सानो गढी। त्यो के छ पत्थरको देवाल। यसमा हेर्नुपर्ने कोही छैन। एउटा नेपालको झन्डा छ अनि एउटा भ्यू टावर छ। यहाँबाट डाँडा काटेर हेरिन्छ राम्रो। तपाईँहरू उचाइ हेरिरहेको देखिरहेको ठुलो गढी हो। अनि यता सानो गढी छ। अब हामी सानो गढी घुमेर जाँदैछौँ ठुलो गढी। सानो गढीमा केही छैन हेर्न लायक, केही छ डाँडाकाँडाहरू छ। अब हामी आयौँ ठुलो गढी हेर्न सक्नुहुन्छ तपाईँहरू। यो चाहिँ ठुलो गढी हो। ए त्यहाँ म्युजियम में नला जारी छ पूरा। हैन पूरा म्युजियम न हो दे उमे न जारी छ। ठुलो गढी रहेछ। पार्क जस्तो पार्क छ। जेल घर अदालत। यो चाहिँ जेल घर हो। वहाँ लेखा जेल घर। हाम्रो ऐतिहासिक गढी हो पहिलाको। स्ट्याचु त्यसमा कृष्ण विक्रम थापाको। अगाडि हेर्छौँ के छ सिन्धुली गढीमा। यता चाहिँ पार्कहरू बस्ने गार्डनहरू। ठुलो गढी छ। पार्क स्मारक छ यसमा। यो चाहिँ म्युजियम हो, संग्रहालय। अगाडि जान्छ, पीछे से दोस्त आ रहा है। दोस्तहरू
अगाडि हामी जान्छौँ सिन्धुलीगढी युद्ध सङ्ग्रहालय म्युजियम छ यसभित्र मोबाइल लैजान मिल्दैन हामी यतै जान्छ चाहिँ हाम्रो चल पवन ताल्यो तोप हो पुरानो तोप उचाइ वीर गोर्खाली अनि माथि चाहिँ पृथ्वीनारायण शाह नेपाल एकीकरण गर्ने व्यक्ति यसमा अब यता बसेर हामी फोटोसोटो खिचौँ अब हामीहरू जाँदैछौँ माथि गढीको माथि चढ्ने सिन्धुलीगढीको ठुलो गढीको माथि जाँदैछौँ हामी अगाडि अगाडि साथीहरू छ वो भी एक ब्लॉगर है फाइनली हामी माथि पुग्यो 122वटा सिडी चढेर माथि आयौँ हामी अब यहाँ आएर पनि एउटा टिकटक सिकटक बनाउने यहाँ पनि एउटा नेपालको झन्डा मात्रै छ अनि यो गार्डन धेरै थकाइ लागेको छ यार माथि हो यहाँबाट अब डाँडा हेरिन्छ राम्रो राम्रो यहाँ एउटा इनार जस्तो पनि छ के छ इनार छ हाम्रो अब अगाडि केही पहाड मात्र छ अगाडि डाँडाकाँडा देखिन्छ यहीँबाट कतिहरू भर्खर हामी भित्रबाट बाहिर आएका छौँ म्युजियमबाट त्यसमा मोबाइल जान मनाइ छ अरे बस हामीले मोबाइल हेराउन सक्यौँ तपाईँहरू पनि आउनु होला सिन्धुलीगढी राम्रो छ हेर्नु होला गढीको अब यहाँबाट हामी जनकपुर जान्छौँ त्यसको पनि भिडियो अर्को भिडियोमा हुन्छ त्यसको पनि भिडियो बनाउँछौँ हामी अर्को गाइज तपाईहरु पनि आउनु होला सिन्धुलीगढी राम्रो छ 2 hours later So finally अब जनकपुर पुग्ने वाला छौं हामी अहिले ढल्केबरको बाटोमा छौं जनकपुरको आधी रास्तामा सिन्धुलीगढीबाट 2 घण्टाको यात्रापछि अब जनकपुरमा जान्छौं हामी हेर्न सक्नुहुन्छ अगाडि साथी जाँदैछ अब केही समयमै पुग्नेछौं हामी जनकपुर So finally guys हामी जनकपुर आइसक्यौं अब जानकी मन्दिर जाँदैछौं हामी यही बाटो जाने हो जानकी मन्दिर अगाडि साथीहरु पनि छन् जाँदै यहाँ आउँदाखेरि जामै लागिसकेको छ यता गाइज जाममा पर्यौ हामी जनकपुरको अब जानकी मन्दिर पुगे अगाडि रहेछ जानकी मन्दिर अब आइसक्यो हामी भित्र जानकी मन्दिर हेर्न सक्नुहुन्छ तपाईहरु यो जानकी मन्दिर पहिराभन्दा धेरै राम्रो छ पेन्ट पनि पेन्ट लगाइदिएछ धेरै राम्रो छ यता पुरै मार्बल राखिदिएछ यसमा So मान्छेहरु फोटो खिचाउँछ रुक न अब यहाँ पनि बसेर टिकटक सिकटक बनाउँछौं हामी भिडियो बनाउने फोटो खिचाउने अनि जान्छौं हामी फेरि त्यो राजदेवी मन्दिर
राजदेवी मन्दिरतिर जान्छौँ यो लाइटिङवाला भिडियो बनाउने। सो हामी नेपालको सबैभन्दा ठुलो मन्दिर जानकी मन्दिरमा छौँ अहिले। हेर्न सक्नुहुन्छ यो जानकी मन्दिर। मान्छेहरूको भिड छ यता धेरै। फोटोसोटो खिचाउने मान्छेहरूको भिड छ यसमा। यहाँ जानकी मन्दिरमा डान्स पनि भइरहेछ। डान्स भइरहेछ। हरे राम हरे राम। अब हामी जनकपुर मन्दिर जानकी मन्दिरबाट जाँदैछौँ राजदेवी मन्दिर। त्यो भाइरल लाइट लिएर योबाट जान्छु यताको। लाइटिङ ट्री अहिले बढेको छैन त। यो राजदेवी मन्दिर। भित्र जाँदैछौँ हामी मन्दिरको भित्र। टिकटकमा हेरेको जस्तै छ। अहिले नाइट भएको भए नाइट भ्यू भएको भए राम्रो हुन्थ्यो। यस सब हामीहरू लेट भइसक्यो। यो सबै ट्रेन हामीहरू लेट भइसक्यो। तर हेऱ्यो लेट भइसक्यो। हामीहरू नाइटको अहिले सबै निस्काउँदैछ। अब जान्छौँ घर हेरेर यतिकै। नाइटसम्म नबस्ने। राजदेवी मन्दिर पनि हेऱ्यो। अब जान्छौँ म घरतिर। आजको ब्लग यही गर्छौँ। भइसक्यो हेऱ्यो। अब जनकपुर पनि घुम्यौँ हामी। ल